हेलो गाइज वेलकम ब्याक टु माई च्यानल अनि आई होप तपाईँ सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। म बिहान स्कुल गएको थिएँ। स्कुलबाट आज हाम्रो स्कुलमा चाहिँ रनिङ सिल छ अनि त्यही वार्षिक उत्सवको लागि त्यो भलिबल के खेलाउनु लाग्थेँ। अनि म बिहान स्कुल गएको थिएँ, पढाइ भएन 2 पिरियड जति। अनि अहिलेसम्म आइसकेको छु। खाना पनि खाइसक्यो। खाना खाएर अब बसेको छु। स्कुलमा चाहिँ रनिङ सिल छ अनि त्यही हो। अब 10 त्यो वार्षिक उत्सव भन्ने एक्सन गर कहिले हुन्छ। अब सारेपछि अब फेरि सार्छन् होला। गाइस भित्र चाहिँ जाडो भएर म चाहिँ बाहिर आएको छु अहिले काम ताप्न। काम ताप्दैछु यहाँ बसेर चाहिँ। गाइस मैले चाहिँ एक्सर्साइज गरेर अहिले भित्र आएर बसेको थिएँ अनि मसित क्युब रहेछ अनि यो क्युब चाहिँ अब भाइलाई दिन्छु। स्कुलबाट आइयो रहेछ यो पनि अनि यसले बिगार्छ अनि म बनाउँछु। अनि यो मैले बनाउन चाहिँ युट्युबबाट सिकेको हो। यसलाई बिगार्न दिन्छु। बिगार केटा। गाइस मैले चाहिँ त्यसलाई मैले भाइलाई बिगार्नको लागि दिएको थिएँ क्युब। तेल चाहिँ भाज्दो रहेछ। यहाँबाट भाँचिएको छ। हेर्न भाँच्यो। तँलाई बिगार भने भाँचियो बनाउने हुन्न यसलाई। अनि यो क्युब चाहिँ हल्का लो क्वालिटीको हो। 100को कि 150को त्यही भएर यस्तो क्वालिटी अलिक लो छ। यहाँबाट भाँच्यो रहेछ। यो यसमा अड्डिन्थ्यो। भाँचियो निस्किन्छ। गाइस भाइ चाहिँ बाहिर गएको रहेछ दोकान चटपटे खाने भनेर। आयो अहिले चटपट लिएर आएछ। चटपटे खाने आज स्कुलबाट आयो त्यही चटपटे खान आएछ। अनि जङ्क फुड त अभोइड गरेको छ। त्यही पनि कहिले कसो अलिअलि खाइन्छ चल्छ। गाइस अहिले चाहिँ मेरो एक्सर्साइजको भिडियो पनि सक्यो। अब भिडियो एडिटिङ हुन्छ अनि थ्याङ्क यू फर वाचिङ माई भ्लग। अनि अब तपाईँलाई भिडियो राम्रो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। धन्यवाद।